हेलो गाइस, आन्टीले यहाँ चाहिँ मास हो नि, मास टिप्नु लाउनु भएको छ गाइस। एक बार चाहिँ टिप्ने भन्नुभएको छ के रे। मेरो मुख नदेखाइसिन, कपडा यस्तो लगाएको छु बाबुरी छ। मेरो ज्यान नदेखाइस, कपडा च्यातिएको छ। कपडा लगाएको भेटेँ बेलुका गराइस् नि बेलुका। हजुर कुनी त दाइ लखर लखर एक्लै आएको के रे। को आयो थाहा भएन मलाई। सबै हिँड्न लागिसक्यो भनेर यो पनि हिँड्यो भन्छ। भन्छ के रे ल्याउ म गइहाल्छु भन्छु। उल्टै त भाडा मागिरहेको घरैबाट। पानी राम्रो थिएन भन्छ के रे। भैँसी आलबस्यो त्यही पानी खानु पर्थ्यो भन्थ्यो। त्यही मलाई पानी खानै मन लागेन, त्यहाँ मिठो भएन भन्थ्यो। कहाँको भुजियाले पानी खाएर खेल्थ्यो र त्यहीबाट पानी आउँथ्यो। भैँसी माथि आल खेल्थ्यो र त्यहीबाट टोटीबाट पानी ल्याउँथ्यो भन्थ्यो। अनि मलाई खान मन लाग्थेन अरे। भात खाँदा पानी खान्थ्यो, अघि पछि खान्थेन भन्थ्यो। भात खाँदा मात्रै पानी खान्थेँ अरे। कहाँको उहाँ माथि पाखाबाट चाहिँ अङ्कल आन्टीले मास टिप्दै हुनुहुन्छ गाइस। पुग्यो होला नि दाइ हेर्न, त्यहाँ पनि कस्तो ठाउँबाट आउँछ भनेर पानी। त्यही भन्थ्यो के अरे, यस्तो पानी त खान्थ्यो।